किन मैले डकुमेन्ट चाहिँ वडाबाट हुने उहाँहरूलाई गरेँ। तर अब सामान्य भए पनि कस्तो देखियो अलिकति मैले थोरै यहाँ केही जोड्न खोजेँ भने हामीमा यो चाहिँ जुन संस्था मार्फत हामी एउटा चाहिँ पैसा जम्मा गर्ने र ऋण लानेमा कस्तो रहेछ भने कतिपय मान्छे ऋणले पनि बिग्रेका छन्। तर संस्थाले बिगारेको भन्दा पनि आफै बिग्रेको जस्तो लाग्छ मलाई। किनभने आफूले कुन प्रयोजनका लागि ऋण लिने भन्ने कुरा नहुँदाखेरि हामी के कामका लागि ऋण लिन्छौँ र त्यो ऋण हामी तिर्न सक्छौँ सक्दैनौँ भन्ने हिसाबमा ऋण चलाइएन भने त्यसले चाहिँ समस्या पार्दछ। हामीले यो संस्थाहरूको सबैको उद्देश्य भनेको कम्तीमा कुनै व्यक्तिलाई हामीले ऋण लाउँछौँ दिन्छौँ भने उहाँहरू मार्फत केही चाहिँ आम्दानी बनाउनु, जीवनस्तरमा चाहिँ केही राम्रो कुराहरूलाई भनौँ न चाहिँ पैसा आम्दानीको स्रोत बनोस् भन्ने हिसाबले दिने हो। तर यहाँनिर किनकि हामी अन्य कुरालाई हामी आम्दानीको स्रोतमा लगानी गर्न भने अन्य कुरामा लगानी गर्ने भयो। त्यो भएर पनि हामी यहाँ केही व्यक्तिहरू 2-4जना हाम्रो यहाँ चाहिँ कहीँ देखिया थिए ती मान्छेहरू कि उहाँहरूले लानुभयो अन्य कुरामा लगानी गर्नुभयो तर तिर्न नसक्ने समस्या आए। तर उहाँ संस्था भन्दा पनि हामी व्यक्ति चाहिँ आउने पैसा त्यो भएकाले पनि पहिलेभन्दा अलिकति घट्दै पनि गएको होला यो अहिले पनि। तर यसलाई मिलाएर चलाउन सक्दाखेरि सबै कुरा सिस्टमेटिक अब किनभने एउटा नेपाल राष्ट्र ब्याङ्कको एउटा ऊ चाहिँ भएको एउटा यो इजाजत प्राप्त भएको संस्था हो। किनभने व्यक्तिको एउटा व्यक्तिले चलाउने त्यो भएर उहाँहरूलाई पनि सबै हामीले यो संस्था मार्फत पाउने सुविधा पनि दिए। त्यो भएर पनि अहिले उहाँलाई यत्रो टाइम भयो 5,000 भए पनि उहाँलाई रात भयो किनकि एउटा संस्थामा आबद्ध हुनुहुन्थ्यो। त्यो भएकाले पनि किनभने अब चाहिँ भोलि घटना हुँदा पनि रहेछन् इन्सुरेन्स सबै सिस्टम हुन्छ सरकारी यी छन् त सबै। हामीले के हो भने हाम्रो गाउँघरका संस्था हामीलाई यहाँ चाहिँ आएर हामीलाई केही सुविधा दिँदै गर्दा दिने कुरालाई चाहिँ ठिक छ उहाँहरूलाई पनि उ गर्नुपर्छ। त्यो भएर पनि अहिले सानो भए पनि उहाँले सहयोग गर्यो यो संस्था मार्फत उहाँहरूले चाहिँ सहयोग गर्नुभएको म विशेष यहाँ संस्थामा विशेष धन्यवाद दिँदै मेरो अब एउटा सामान्य एउटा सानो कार्यक्रम यहाँले बोलाउनु भएको फेरि म धन्यवाद दिँदै छोटा